यतै छिटो आऊ, हामीसँग समय छैन। मैले अघि बुझिसकेको छ, सबलाई टारे माम है। अहिले चाहिँ टारे मात्रै, माम चाहिँ एकछिन पछाडि हुन्छ। मामको पनि व्यवस्था भइसकेको छ। ज्वाइँ साहब आउने कार्यक्रममा मलाई त निम्तै छैन भनेको। ज्वाइँ साहब होइन, को ज्वाइँ साहब? प्रधानमन्त्री। प्रधानमन्त्री त हाम्रो ज्वाइँ साहब हो नि त। पहिला त्यो बहिनी बाहुनसँग गयो भनेर क्या चित्त दुखेको थियो है। अहिले त प्रधानमन्त्री भएपछि त क्या आनन्द आयो भनेको। त्यो ज्वाइँ साहब त्यो हिमालय होटलमा सगुनको उद्घाटन गर्ने जाने भन्ने सुने हो। हिमालय होटलभित्र त सगुनमा मिसावट हुन्छ भनेर मैले त घरबाटै सगुन ल्याइदिएको छु भनेको। ओहो पासा, कहाँ यस्तो सगुन हो त? यो त चिरिप्प पार्ने सगुन हो। त्यस्तो सगुनको उद्घाटन होइन के, सगुन.com को इन्टरनेटबाट चल्छ नि। ए इन्टर खिच्नै पर्दैन, यो त नेटै हाने हुन्छ। प्योर कोडोको हो, भर्खरै पारेर लिएर आएको। खतरै सगुन हो नि यो त। हेत्तेरी, यस्तैले गर्दा त देश बिग्रिया छ नि। अब देश विकास गर्ने हो भने यस्तो सगुनलाई चाहिँ बहिष्कार गरेर सगुन.com लाई लगइन गर्नुपर्छ। जसरी विश्व सामु हामी वीर गोर्खालीका देशका, सगरमाथाका देशका र गौतम बुद्धका देशका भनेर चिनिएका छौँ, त्यसरी नै एक दिन हामी सगुन.com का देशका भनेर चिनिनेछौँ। मलाई त यो चिन्ला जस्तो लागेन है। सगुन.com भनेको छ, कमले पनि चिन्छ त। यो .com भन्नुभन्दा डट बढी भने पो चिन्छ त। नामै त .com छ, कसरी चिन्ला त? म त छक्क पर्यो। जसरी यो सगुन.com ले नेपाललाई विश्वमा चिनाउने अभियानका साथ हिँडेको छ नि, त्यसरी नै हाम्रो ज्वाइँ नारायणले अब आत्मनिर्भर भएको देश नेपाल भनेर विश्वमा चिनाउन सक्नुपर्छ। अनि त्यसै त गर्दै हुनुहुन्छ नि। आज नाकाबन्दी भएको 3 महिना भइसक्दा पनि खै त छिमेकी सामु घुँडा टेक्नु भएको छैन र टेक्नु पनि हुन्न। उहाँले नटेके पनि उसले टेकाउला जस्तो गरिसक्यो। दिन्छु भन्छ, दिनु जस्तो पनि गर्छ। तेल लिन आइज भन्छ, नाकाबाट जा भन्छ। यो नाकाबन्दी भन्ने सधैँका लागि अन्त्य गर्ने जुक्ति मसँग छ। यो नाकाबन्दीको विकल्प मसँग छ यार। कस्तो विकल्प? नाक काटेर फालिदिने। नाकको काम के भन्दा त्यही सास फेर्ने होइन, सास त मुखले फेर्दा पनि हुन्छ नि। नाकाबन्दी लाएर के भयो त? मुखबन्दी त भएको छैन। त्यही भएर अब सम्पूर्ण नेपाली जनताले आफ्नो नाक काटेर मिल्काइदियो भने नाकाबन्दी सधैँका लागि सेट हुन्छ। ल यो पासाको एकल आइडिया हो। पासा कस्तो हावा कुरा गरे होला? पासा जस्तो मान्छे भएर पनि यस्तो कुरा सोच्ने हो? बरु कसरी हुन्छ नासा पुग्ने योजना पो ल्याउनु पर्छ त। पुग्यो नासा टिमपरतिरको खासा त पुग्न सकेको छैन। चिन्ता नगर पासा, अब हामी पुग्ने भनेकै खासा हो। हाम्रो कारोबारै बढी खासासँग होला जस्तो भइसक्यो। त्यही भएर तिमीले कुनै पिर गर्नु पर्दैन, बुझ्यौ? होइन ए पासा, मलाई अचम्म लागिरहेछ भने हिजो अस्तिसम्म त्यो तल्लो छिमेकीको तेल ल्याएर गाडी गुडाउँदाखेरि, बाइक गुडाउँदाखेरि धुवाँ आवाज निक्लिन्थ्यो। अहिले चाइनिज तेल ल्याउँदा त चुई गरेर आवाज निक्लिन्छ बा। यो चाहिँ खास तिनीहरू सुँगुर बढी खान्छ है। सुँगुर बढी खाने भएर चुवा गरे होला। मलाई चाहिँ त्यस्तो लाग्छ। अनि ए पासा, यो कोट नलाएर किन यसरी बोकेर हिँडिरा? अब हाम्रो ज्वाइँ नारायणले फटाफट उप प्रधानमन्त्री नियुक्त गरिरहेछ। अब 6 वटा बनाइसक्यो भन्ने समाचार आयो। 7औँमा ससुरालाई बनाउँछ कि भनेर मैले त घरबाटै कोट लाएर सपोर्ट खान आएको भनेको। यिनै सपोर्ट खाइदिन्छु पुरा। त्यही भएर हो यो 6 जना उप प्रधानमन्त्री चाहिँ किन बनाएको होला क्या बेकारमा? कुरा यसो के पासा,
हाम्रो यो अहिलेको पिएम हुनुहुन्छ नि उहाँले एकदमै कलाकारलाई माया गर्नुहुन्छ के कलाकारलाई माया गर्ने मान्छे हो उहाँ त्यही भएर पोहोर हामीले 6-1-6 बनाउँदा हेर्न जानु भएको थियो सुपर डुपर हिट भएको थियो अहिले वडा नम्बर 6 बनायो हेर्न जानुभयो त्यो पनि सुपर डुपर हिट भयो अनि उहाँलाई लागेछ यो 6 भन्ने चिज चाहिँ फाप्दो रहेछ त्यही भएर उहाँले देश विकास गर्नको लागि 6 जना उप प्रधानमन्त्री नियुक्त गर्नुभएको कुरा त यस्तो पो रहेछ त अब यो 6 फाप्यो त्यसो भए बम्परै हानी गयो है तिमी पनि मान्छे 1.5 फुट कि दिमाग चाहिँ 4.5 फुटको रहेछ भनेर के रे खबरदार है पासा हेपेर बोल्ने होइन नि अहिले त देशको मुख्य नेतृत्व पदमा महिलाहरू नियुक्त भएका छन् राष्ट्रपतिमा महिला सभामुखमा महिला त्यही भएर मुख सम्हालेर बोल अब त स्वास्नीसँग बोल्न पनि डराउनु पर्ने भयो भाइ यो राष्ट्रपति पद चाहिँ पुरुषको भयो महिला नियुक्त भएर कस्तो भयो क्या महिला नियुक्त भएपछि त राष्ट्रपत्नी पो हुनु पर्दैन सभामुख पनि सभामुखनी हुनुपर्ने यो अहिले यो संविधान संशोधनको कुरा उठिरहेला यसलाई संशोधन गर्नु पर्यो यो सरकारले संशोधन गर्दैन भने यो सगुन.com ले गर्छ कि ए कहाँ सगुन.com ले संशोधन गर्ने काम गर्छ त सगुन.com भनेको त एउटा सामाजिक सञ्जाल हो कि त्यो चाहिँ अहिले छ नि ट्विटर फेसबुक भने जस्तो यो फेसबुकको कुरा नगर्दियो लाजो मर्दो यो फेसबुक त त्यो नातिले बाजे तिम्रो एउटा फेसबुक खोलिदिन्छु भन्यो है फेसबुक खोल्दै गयो कुन चाहिँले सन्नी लियोनको भिडियो ट्याग गरेछ लाजो मर्दो यो अर्को यो फेसबुकको अर्को विकृति फ्रेन्ड रिक्वेस्ट भन्ने रहेछ है अस्ति मलाई त्यो फ्रेन्ड रिक्वेस्टमा बुहारीले रिक्वेस्ट पठाएछ मेरो बुहारी फ्रेन्ड हो जहिले पटक राजनीतिक परिवर्तन मात्रै भयो आर्थिक परिवर्तन कहिले पनि भएन देशलाई अब राजनीतिक परिवर्तन चाहिएको छैन देशलाई आर्थिक क्रान्ति चाहिएको छ यार त्यही भएर देशलाई आर्थिक समृद्धितिर लानुपर्छ भने अब यस्ता सगुन.com जस्ता जहाँबाट आर्थिक लाभ हुन्छ देशलाई विश्वमा नेपालीलाई चिनाउँछ त्यस्ता चिजलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ अब हाम्रो पालामा त देश बनेको नदेख्ला जस्तो भयो है हाम्रा छोरा नातिको पालामा त सुन्दर शान्त विशाल नेपाल देख्न पाइयोस् अहिलेको सरकारले नयाँ संविधान बने पनि सोच नयाँ लिएर आर्थिक समृद्धिमा देश हिँडोस् नत्र भने त नेपाली हामी रहँला कहाँ नेपालै नरहे भन्ने यस्तो होला यही शुभकामना दिँदै बिदा हुन्छु धन्यवाद थ्याङ्क यू